यहाँ होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो, यो संसदको रेकर्डबाट हटाइयोस्। वा यो गणतन्त्रको संसदलाई चेतावनी दिने छुट कसैलाई छैन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो, तर निर्मल निवासलाई दुखेन। संसदको सम्झौता पटक पटक भएको नभएको होइन, तर त्यो सम्झौता कसले भङ्ग गर्यो, इतिहास फर्केर हामी हेरौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा संसदको नियमावली 2079 को नियम 21 को यहाँ होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो, यो संसदको रेकर्डबाट हटाइयोस्। एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो। यहाँ अहिले नियमावली अहिले पनि पढेर हेर्नु पर्न पाइन्छ। संसदको नियमावलीको नियम 26 अर्को नियम 21 को उपनियम घमा कसैलाई अपमानित गर्ने शब्द, कसैलाई घोज्ने शब्द, कसैलाई तपाईको होच्याउने शब्द सम्माननीय सभामुखज्यू, सम्माननीय प्रधानमन्त्रीले रोस्टमबाट 25 गतेको स्वागतलाई कथित भनेर बोल्नु भएको हुँदा यो संसदको रेकर्डबाट हटाइयोस्। यो म माग गर्न चाहन्छु यहाँबाट तपाईहरुको साथका साथ। र अर्को विनय हटाई भिडियो सहित सम्माननीय सभामुख महोदय, यो बैठक विगत 4 दिनदेखि अवरुद्ध छ। सम्माननीय प्रधानमन्त्रीज्यूले सम्माननीय सभामुख महोदयको हिजै यो विषयमा यो महत्त्वपूर्ण हाउसमा जानकारी यो विषय गराइसक्नु भएको छ। त्यस बमोजिम बिमस्टेकको विषय लगायतका सन्दर्भमा हाउसमा लगातार उठेका विषयवस्तुका आधारबाट सम्माननीय प्रधानमन्त्रीज्यूले संसदको रोस्टमबाट सिङ्गो हाउस मार्फत विद्यमान आजका कयौं परिस्थितिका बारेमा पनि सिङ्गो देशलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। यो हाउस सभामुखको अनुमति मार्फत यी कुरा हुँदै थियो, तर यो हाउसमा लगातार यो व्यवस्थाका विरुद्धमा, यो संविधानका विरुद्धमा र यो संसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरू योभन्दा अगाडि पनि भइरहेका थिए। तर आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा पनि बोल्ने कामलाई अवरोध तुल्याउने गरी प्रतिपक्षको साइडबाट केही सांसदहरूबाट अवरोध सिर्जना गर्ने काम भयो। त्यो अवरोध थियो, यो संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो, संसदको नियमावलीको विरुद्धमा। संसदमा सभामुखको अनुमतिले बोल्दै गरेका कोही सदस्यलाई त्यस प्रकारले डिस्टर्ब गर्ने अधिकार यो नियमावलीले कहाँबाट दिएको छ? नियमावली विरुद्धको विषयलाई कसरी नियमापत्ति भयो भन्दै सभामुखको चेयरबाट यो विषय त्यहाँ समय दियो। यसमा आपत्ति रह्यो। यसमा हाम्रो सभामुखज्यूलाई हाम्रो निवेदन रह्यो कि यस प्रकारको विषयहरू यो संसदलाई संविधानका विरुद्धमा, संसदले पारित गरेको नियमावलीको विरुद्धमा जाने छुट छैन। समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरूलाई बल पुग्ने गरी यो गणतन्त्रको यो संसदले कोही कसैलाई पनि अनुमति दिँदैन। सभामुख महोदय, त्यस प्रकारका क्रियाकलापहरू राजावादी उमानेर हुङ्कार पिटेर गणतन्त्रवादीहरूलाई वा यो गणतन्त्रको संसदलाई चेतावनी दिने छुट कसैलाई छैन। सभामुख महोदय, त्यस प्रकारको पक्षपोषण कहीँ कतैबाट हुन्छ भने त्यसको खिलाफमा हामी उभिन्छौँ। त्यसकारण यो संसद नियमावली संविधान बमोजिम अगाडि बढियोस्, यसको लागि गम्भीरताका साथ ध्यान आकर्षण गराउँदै निज मान्य सदस्यले जुन ढङ्गले समयमा बोल्नुभयो यी विषयहरू आपत्तिजनक छन्, खेदजनक छन्, तिनलाई खारेज गरियोस् माग गर्न चाहन्छु। धन्यवाद। रेकर्डबाट यसलाई हटाइयोस् माग गर्छु। हाम्रो संसदीय प्रणालीमा संसद सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरू छन्। त्यो विधि बमोजिम देशको प्रधानमन्त्रीले बोलिरहँदै गर्दा बीचमा उठ्ने कुरा, प्रश्न गर्ने कुरा या प्रधानमन्त्रीले बोलिसकेपछि सवाल जवाफ गर्ने कुरा हाम्रो नियमावलीको कुनै अक्षरले, कुनै भावनाले पनि व्यक्त गर्दैन। त्यसैले आज जे भएको छ, प्रतिपक्षको किताबाट भएको कमजोरीलाई पनि म दर्ज गर्न चाहन्छु र सम्माननीय सभामुख महोदयबाट कमजोरी भएको छ भन्ने कुरालाई पनि म हेक्का राख्नका लागि सम्माननीय सभामुख महोदयलाई बडा नम्रतापूर्वक, सम्मानपूर्वक आग्रह पनि गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वाभाविक छ कि हिंसाका घटनाहरू हुन्छन्। नेपाली काङ्ग्रेस पार्टीले इतिहासको कुनै कालखण्डमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो। अदालतमा उभिएर बयान दिँदै गर्दा नेता बीपी कोइरालाले भन्नुभयो कि म प्रत्यक्ष रूपमा यी घटनाहरूमा सरिक त थिइनँ, तर मेरो आह्वानमा भएको हुँदा म यी प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिन्छु।
2042 सालमा नेपाली काङ्ग्रेस सत्याग्रहमा थियो, शान्तिपूर्ण सत्याग्रहमा। दरबारको ढोकामा, सिंहदरबारको ढोकामा, अन्नपूर्ण होटलको आँगनमा बम विस्फोट भयो। नेपाली काङ्ग्रेस पार्टीले उच्च नैतिक संस्कृति प्रस्तुत गर्दै त्यसमा हाम्रो संलग्नता छैन, तर हामी सत्याग्रहलाई स्थगित गर्दछौँ भनेर घोषणा गर्यो। माफ माग्न चाहन्छु सम्मान्य सभामुख महोदय, म यो उच्चतम नैतिक संस्कृतिको विषय त्यो बेलामा उठाइरहेको छु जुन बेलामा शान्तिपूर्ण भनिएको आन्दोलनबाट जीवन गुमाएर दुईटा होनहार युवाहरू पोस्टमार्टम हाउसबाट चितातिर लम्किने यस बेलामा प्रतीक्षा गरेर बसिरहेका छन्। सम्माननीय सभामुख महोदय, सबिन महर्जन नाम गरेको एकजना श्रमजीवी युवा अनि सुरेश रजक नाम गरेको एक श्रमजीवी पत्रकार सबैले दुःख व्यक्त गरेका छन्। सबै राजनीतिक दलको वक्तव्य आएको छ, तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। आज मैले यो संसदबाट उभिएर बोल्दै गर्दाखेरि म देशको कुनै युवकको मनमा मलाई राजा चाहिएको छ, मलाई नेताहरूसँग रुष्ट भयो, चित्त बुझेन भन्दै गर्दा छ भने म ती युवकलाई आग्रह गर्न चाहन्छु, तीन कुनेलाई दुख्दै गर्दा, तपाईँको हृदयलाई दुख्दै गर्दा, हृदय नदुख्ने कस्तो राजा तपाईँले परिकल्पना गर्नुभएको छ, कस्तो राजा चाहनु भएको छ। हामी दुःख व्यक्त गर्दछौँ, हामी दुःखी छौँ, हामी दुःखी भई बक्सेका छौँ भन्ने 3 लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राज संस्थाको खोजी नेपालको युवकहरूले गरेका हुन् भन्ने म मान्दिनँ। यद्यपि सभामुख महोदय, म सम्मानका साथ नाम लिन चाहन्छु पृथ्वीनारायण शाहको, जसको अगुवाईमा हाम्रा पुर्खाहरूले नेपाल देशको एकीकरण गरे। म भक्ति थापालाई, भीमसेन थापालाई, अमरसिंह थापालाई, वीर बलभद्रलाई स्मरण गर्न चाहन्छु, जसको कारण नेपालको एकीकरणले पनि गति लियो र नेपाल देशका रूपमा रह्यो। तर पछिल्लो कालखण्डमा आउँदै गर्दाखेरि राजा र नागरिक बीचको सम्बन्ध पनि संवैधानिक राज संस्थाको मार्फतबाट निश्चय नै एउटा ऐतिहासिक ढङ्गले अघि बढिरहेको अवस्था थियो। तर निरन्तर संवैधानिक भएर राजाले बस्न नमानेपछि, संवैधानिक भएर बसेका राजाले पटक पटक संविधानमाथि, लोकतन्त्रमाथि धावा बोलेपछि अन्ततः नेपाली जनताले गणतन्त्रको बिगुल फुक्न बाध्य भए र आज नेपाल देश लोकतान्त्रिक गणतन्त्रमा पुगेको छ। यो बेलामा यसो भन्दै गर्दाखेरि नागरिक पङ्क्तिमा असन्तुष्टि छ कि छैन, यो संसदले हामीले गम्भीरतापूर्वक यो पनि छलफल चाहिँ गर्नैपर्छ। सम्माननीय सभामुख महोदय, नागरिक पङ्क्तिमा असन्तुष्टि छ। वर्षौंदेखि बन्न थालेको बाटो बनि नसकेर धुलोको साम्राज्यमा पुरिनु पर्दा नागरिकले सरकार जिन्दाबाद भन्दैन। खेतीको बेला मल नपाउँदै गर्दा सरकार हामी खुसी छौँ भनेर किसानले भन्दैन। प्रशासनिक कार्यालयमा मुस्कान सहितको सेवा त पाइयो, तर मुस्कान दिने सेवा प्राप्त भएन भने सरकार जिन्दाबाद भनेर भन्दैन। तर सँगैमा दोस्रो प्रश्नमा जाउँ सम्माननीय सभामुख महोदय, यस्ता असन्तुष्टिहरूको हल मल हो कि राजा? म सिधा सिधी भन्न चाहन्छु, मल नपाएको एउटा किसानलाई गएर सोधौँ, तिमीलाई मल चाहियो कि राजा? उनले भन्छन् मल। बाटो बन्न ढिलाइ भएर भएको ठाउँमा असन्तुष्ट भएर बसेको नागरिकको अघिल्तिर गएर सोधौँ, तिमीलाई बाटो चाहिएको हो कि राजा? उनले भन्छन् बाटो। सम्माननीय सभामुख महोदय, शिक्षा विधेयक 50 वर्षपछि आयो, तर संसदीय समितिबाट पारित भएर नागरिकको हातमा, शिक्षकको हातमा पुग्न सकेन। शिक्षक महासङ्घको नेतृत्वमा अहिले पनि आन्दोलन भइरहेको छ। तर तिनै आन्दोलनमा रहेका नेपाली शिक्षकहरूलाई गएर सोधौँ, तिमीलाई विधेयक चाहिएको हो कि राजा भन्दा असन्तुष्टि होला, तर हामीलाई राजा होइन, हामीलाई विधेयक चाहिएको छ भनेर शिक्षकहरूले भन्छन्। सम्माननीय सभामुख महोदय, मेचीदेखि महाकालीसम्म रेल बनाउने भनेर सरकारले नागरिकको जग्गालाई कब्जा गर्यो, नागरिकको जग्गालाई सरकारले अधिग्रहण गर्यो, मुआवजा दिइएको छैन। मुआवजा नपाएको नागरिकलाई गएर तिमीलाई राजा चाहिएको कि मुआवजा भन्दै गर्दा कसैले असन्तुष्टि हुँदै गर्दा यस्तै हो भने राजा भनेर भन्लान्, तर समग्रतामा उनीहरूले भन्छन् हामीलाई राजा होइन, हामीलाई मुआवजा चाहिएको छ भनेर। सम्माननीय सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी अवधि काम गर्न दिनु पर्थ्यो, सत्तारूढ कित्ताबाट हामीले पनि बोल्दाखेरि भनेका छौँ, तर सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौँ। तर यो विषय अदालतको विषय भइसके पछाडि यो विषयमा आज सभामुखले, प्रतिपक्षले माग्यो किन, सभामुखले समय दिनुभयो किन, प्रधानमन्त्रीज्यूले परम्परा विपरीत अदालतमा भइरहेको छलफलमा संसदमा उभिएर जवाब दिनुभयो किन, यसमा म प्रश्न गर्दै गर्दा पनि सँगैमा भन्न चाहन्छु, कुलमान घिसिङलाई हटाएर गल्ती भयो भनेर भन्दै गरेको कुनै नागरिकले पनि तिमी यो बारेमा अदालतको फैसला पर्खन चाहन्छौ या राजा चाहन्छौ भन्दै गर्दा उनले पनि भन्छन् अदालतले दिने फैसला नै लोकतन्त्रमा सर्वोपरि हुन्छ, म त्यो पक्षमा छु हुने भन्छन्। सम्माननीय सभामुख महोदय, धनी पूर्जा नपाएकाहरूको असन्तुष्टि होला, असन्तुष्टि हुँदै गर्दा प्रशासनिक कार्यालयमा असन्तुष्टि होला, तर समग्रतामा सबै नागरिकले पूर्व उपकुलपति
केदार भक्त माथिबाले भन्नुभएको शब्दलाई म दोहोऱ्याएर यहाँ भन्दै गर्दा भन्न चाहन्छु। उहाँले भन्नुभएको छ कि चढिरहेको मोटर बिग्रियो भने मोटरलाई मर्मत गर्ने कि गोरु गाडा खोजीतर्फ लाग्ने। आज यदि कसैले गणतन्त्रको विकल्प खोज्दैछ भने बिग्रियो मोटर भनेर बनाउने कुरो छोडेर गोरु गाडातर्फ फर्किने काम कुनै पल्लो कितामा बसेका साथीहरूले नगरिदिउन्, निर्मल निवासमा बसेका पूर्व राजाले नसोचिदिउन्, यो आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, तेस्रो प्रश्नमा मैले जाँदै गर्दाखेरि यो छलफलको लागि भन्नै पर्ने हुन्छ देशका आजका समस्याहरूको हल व्यक्ति लिएर आउने भन्ने हो कि पद्धति बसाउने हो। मलाई एउटा राजावादी मित्रले भेटेर भन्नुभयो, विश्वप्रकाशजी हजारौं राजाहरू वडामा पाल्नुभन्दा एउटा राजा ल्याउने कुरो ठिक होइन र? मैले उहाँलाई भने गद्दीमा एउटा राजालाई ल्याइसकेपछि सबै कुराको हल हुन्छ। उनले भने हजारौं वडामा राजाहरू बोक्नुभन्दा एउटा राजा गद्दीमा राखेपछि हल हुन्छ। मैले उनलाई प्रश्न गरेँ, सभामुख महोदय, एउटा भाष्य सामाजिक सञ्जाल मार्फतबाट नागरिक पङ्क्तिमा के बनाउन खोजिएको छ भने असन्तुष्टिको जगमा त्यसलाई भजाएर के प्रयत्न गर्न खोजिएको छ भने यो देशमा राजै राजा भए, वडामा राजा भए, यी सबलाई विदाई गरेर गद्दीमा एउटा राजा राखेपछि सबै समस्याको हल हुन्छ। त्यो भन्ने मित्र जो हुनुहुन्थ्यो, मलाई राजा एउटा गद्दीमा राखौँ, हजारौं वडाका राजाहरूलाई हटाउँ भन्दै गर्दा मैले उनलाई सोधेँ, ठिक छ, गद्दीमा एउटा राजा ल्याएर आएपछि यो देशको कुनै वडामा कुनै कुनामा एउटा नागरिकले नागरिकताको सिफारिस गरिदिउँ भनेर आयो भने के गर्ने? वडामा वडाध्यक्ष नभइसकेपछि राजाकोमा नारायण हिटी पठाउने हल हुन्छ भन्दै गर्दा उनले भने होइन, वडाध्यक्ष त चाहिने रहेछ। अनि मैले भने वडाध्यक्ष चाहिन्छ भने वडाध्यक्षहरूको प्रमुख भएर पालिकाको प्रमुख चाहिएला कि नचाहिएला? उनले भने पालिकाको प्रमुख पनि चाहिने रहेछ। पालिकाको प्रमुख चाहिन्छ भने त्यहाँको जनताको स्थानीय भावनालाई केन्द्र र प्रदेशको सरकारसम्म पुर्याउनका लागि सांसद चाहिन्छ कि चाहिँदैन होला? कि वडाध्यक्षले पुर्याउँछन् कि गद्दीका राजाले आफै अन्तर्यामी भएर बुझ्छन्? भन्दा होइन, सांसद पनि चाहिने रहेछ। त्यसैले आज मैले भन्दै गर्दाखेरि उहाँले भनेको अर्को वाक्यमा जान चाहन्छु। उहाँ सहमत हुनुभयो, स्थानीय तह पनि चाहिन्छ, प्रदेश पनि चाहिन्छ, केन्द्र पनि चाहिन्छ। यसलाई व्यवस्थित कसरी गर्ने, मितव्ययी कसरी गर्ने, यो कुरा मात्रै मूल प्रश्न हो। तर उहाँले त्यसपछि भन्नुभयो राजा आयो भने स्थिरता हुन्छ। सम्माननीय सभामुख महोदय, वर्षमा 15 महिनामा प्रधानमन्त्री बदलिँदै गर्दाखेरि नागरिक पङ्क्तिमा यो पनि परेको छ कि कतै यी सबै यो प्रणालीलाई, यो नेतृत्वलाई विदा गरेर एउटा राजा गद्दीमा राख्यो भने स्थिरता हुन्छ कि? अहिलेको युवकले सामाजिक सञ्जालमा सर्च गरेर हेर्न भ्याएको छैन भने यो तथ्य मैले राख्नै पर्ने हुन्छ। सम्माननीय सभामुख महोदय, कुनै बेलामा दलविहीन व्यवस्था थियो, दलहरू प्रतिबन्धित थिए, 30 वर्षसम्म राजाको सक्रिय शासन थियो। 30 वर्षको बिचमा 16 वटा सरकार पञ्चायतको बेलामा बनेको रहेछ। स्थिरता हुने हो राजाको नेतृत्वमा भने पञ्चायत कालमा 30 वटा सरकार किन बन्यो? ताजा उदाहरण जाने हो भने 59 सालमा राजा ज्ञानेन्द्रले कु गरेका थिए। जुन बेला कु भएको थियो त्यो कु पछाडि 59 साल पछाडि 62-63 को आन्दोलन सफल हुनुभन्दा अगाडि राजाले आफ्नो नेतृत्वमा बनाएको चौथो सरकार भन्दा अगाडि 3 वटा प्रधानमन्त्री देशलाई दिएको थियो र 4 वटा सरकार बनेको थियो। यसले के बताउँछ भन्दा एक थान राजालाई ल्याएर गद्दीमा राख्दैमा देशले स्थिरता प्राप्त गर्दैन। स्थिरता पाउनका लागि संसद, संविधानको धारा 76 को उपधारा 5 को सम्मानित सर्वोच्च अदालतले गरेको व्याख्या बमोजिम 5 वर्षका लागि स्थिर हुने पद्धति भएको छ। तर प्रधानमन्त्री 5 वर्षसम्म रहने खालको पद्धति के हुन सक्छ भन्ने कुरोका लागि संविधान संशोधनको बेलामा हामीले छलफल गर्ने हो। कसैलाई गद्दीमा ल्याएर राख्ने बित्तिकै देशले स्थिरता पाउँदैन भन्ने कुरो आजको पुस्तालाई हामीले बुझाउने हो। सम्माननीय सभामुख महोदय, राजतन्त्र आयो भने सुशासन हुन्छ। आज युवकहरूलाई बुझाउँदा त्यो प्रयास गरिएको छ। निश्चय नै आज हामीले नेतृत्व गर्दै गर्दा सुशासनका कैयौं मानकहरू भत्किएको, कमजोरीहरू भएको, सुशासन राम्रोसँग दिन नसकिरहेको सन्दर्भमा हामीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्ने र सुशासनको लागि पहल प्रतिबद्धता गरेर जाने विषय एउटा भयो। तर राजा आउँदैमा सुशासन हुन्छ भने म अरू धेरै कुरा भन्दिनँ। अहिले कुनै युवकले राजा आउँदा सुशासन हुन्छ भने हाम्रा कुरा नसुनिदियोस्, राजा ल्याउने आन्दोलनको जसलाई संयोजक बनाइएको छ 82 वर्षीय नवराज सुवेदीजीले लेख्नु भएको किताब इतिहासको एक कालखण्ड भन्ने पुस्तकको पृष्ठ नम्बर 12 मा गएर उनले पढिदियोस्। त्यो पुस्तकमा लेखिएको छ सम्माननीय सभामुख महोदय कि संसारकै प्रसिद्ध र महँगो मानिने ओमेगा घडीले स्विजरल्यान्डबाट नेपाल आएर सो घडी उत्पादन गर्ने फ्याक्ट्री खोल्नका लागि नेपालमा अनुमति माग्यो। अनुमति माग्दै गर्दा उनीहरूले भने हामी कसैलाई सेयर नदिकन हामी आफै नै गर्न चाहन्छौँ। तर नवराज सुवेदी लेख्नुहुन्छ ज्ञानेन्द्रले लाजै नमानी 50% सेयर सोझै मागे, जसले गर्दा ओमेगा घडी सहमत भएन र आज स्विजरल्यान्डको त्यो ओमेगा घडी फर्केर गयो। सम्माननीय सभामुख महोदय, म फेरि दोहोऱ्याउन चाहन्छु,
सुन्दै हुनुहुन्छ राजा ल्याउनुपर्छ भन्नेहरू भने सुनिरहनु भएको छ, सुन्नु भएको छैन भने दोहोऱ्याएर भन्न चाहन्छु, तपाईँहरूले राजा ल्याउने भनेर जसलाई संयोजक बनाउनु भएको छ उनै नवराज सुवेदीको पुस्तकभित्रबाट पृष्ठ 12बाट मैले उल्लेख गरेर ज्ञानेन्द्रको चित्र र चरित्रलाई तपाईँहरू समक्ष राखेको छु। अनि उनैलाई लिएर आइराखेर देशमा सुशासन प्राप्ति हुन्छ भन्ने भ्रम आजको पुस्तालाई दिने जे प्रयास छ त्यसलाई पनि म चिरफार गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यति भनिसके पछाडि नागरिक पङ्क्तिमा युवामा रहेको एउटा भ्रमको बारेमा पनि म राख्न चाहन्छु। त्यो भनेको के हो भने राजालाई लिएर आयो भने यो देशको विकासको गति हुन्छ। निश्चय नै विकासको गति हामीले सोचे जस्तो पर्याप्त हामीले गर्न सकेका छैनौँ। सरकारले गम्भीरतापूर्वक पुँजीगत बजेटको खर्च कसरी बढाएर जाने, कसरी हाम्रो विकास निर्माणको सन्दर्भमा भएको ढिला सुस्तीलाई अन्त्य गरेर जाने भन्ने कुराको गम्भीरता हामीले राख्नै पर्छ। तर सभामुख महोदय, 15 गतेका दिन तिनकुनेको तोडफोड हुनुभन्दा 1 घण्टा अगाडि एसई को परीक्षा सकिँदै गर्दा एसई दिएका ती लाखौं विद्यार्थीले सम्झियो भने अघिल्लो रात उनीहरूले बिजुली बत्तीको उज्यालोमा एसई को तयारी गरेका थिए। किनभने सभामुख महोदय, आज 94% नेपालीको घरमा बिजुली बत्ती पुगेको छ। कुनै बेला राजाको पालामा राजाको सक्रिय शासन भएको बेलामा हामीले एसई दिँदै गर्दा टुकी मुनि बत्ती बालेर टुकीको बत्ती मुनि एसई दिएका थियौँ सभामुख महोदय। किनभने त्यो बेलामा केवल 9% नागरिकको घरमा मात्रै बिजुली बत्ती पुगेको थियो। सभामुख महोदय, राजाले शासन गरेको त्यो सक्रिय प्रणालीको बेलामा 36% नेपालीको घरमा बिजुली बत्ती पुगेको थियो, 36% नेपालीको घरमा पानी पुगेको थियो। आज 81 सालमा आइपुग्दै गर्दा 95%मा पानी पुगेको छ। बिजुलीको उत्पादन त्यो बेला हुँदै गर्दा केवल 227 मेगावाट थियो राजाको पालामा, आज 3241 मेगावाट भएको छ र पछिल्लो लोकतान्त्रिक प्रणालीमा गइसके पछाडि विद्युत उत्पादनको मात्रा बढेर गएको छ। राजाले त्यो बेलामा सक्रिय शासन गरेको बेलामा प्रत्येक नेपालीको प्रति व्यक्ति आएको हिसाब गर्दै गर्दा $180 थियो, आज $1456 पुगेको छ। सम्माननीय सभामुख महोदय, त्यो बेलामा सक्रिय राजा गद्दीमा बसेर शासन गरेको बेलामा हामी नेपालीहरूको औसत आयु 57 वर्ष थियो, आज 71 वर्ष पुगेको छ। यसले के बताउँछ भने राजाको हातबाट होइन, राजालाई विदाई गरिसकेपछि निर्वाचित भएको जनताको हातबाट मुलुकको विकासको सन्दर्भमा धेरै ठुलो गति नै भयो भने एउटा प्रगतिको आकार बढेको छ। यति भनिसके पछाडि मैले एउटा अर्को प्रश्नमा चाहिँ राप्रपामै रहेका साथीहरूले पनि आत्मसमीक्षा गर्नका लागि राजावादी आन्दोलनमा सामेल भएका मानिसहरूले समीक्षा गर्नका लागि आग्रह गर्न चाहन्छु के शाहवंशीय राजाहरू संवैधानिक भएर बस्न सक्छन्? सम्माननीय सभामुख महोदय, यसको लागि हाम्रो अनुभव पल्टाउँ, संसारको किताब पल्टाउनु पर्दैन। हाम्रो अनुभव पल्टाउँदा सबभन्दा बढी कसलाई सोध्ने? संवैधानिक भएर राजा बस्न सक्छन् कि सक्दैनन् भन्ने कुरा सोध्नका लागि राप्रपाका साथीहरूको हृदयलाई होइन, काङ्ग्रेसको अनुभव गरेको हृदयलाई सोध्नुपर्छ। काङ्ग्रेसलाई चाहिँ सबभन्दा बढी अनुभव नेपालमा राजाहरू संवैधानिक भएर बस्न सक्छन् कि सक्दैनन् भन्ने कुराको लागि। किनभने कुनै बेला संवैधानिक राज संस्थाको हिमायती केवल काङ्ग्रेस थियो सभामुख महोदय। आज पूर्व पञ्चहरूलाई राजा चाहियो, संवैधानिक राजा चाहियो। जुन बेलामा संवैधानिक राजा भनेर भनिरहेको बेलामा काङ्ग्रेसले भन्दै गर्दाखेरि उभिँदै गर्दाखेरि कैयौँ मानिसहरूलाई गोली हानियो, कैयौँ मानिसहरूलाई फाँसीमा झुन्डाइयो। बिपी कोइराला जस्तो नेताबाट देशले शासित हुने अवसर गुमाउनु पर्यो। त्यतिको नेताले क्यान्सरको उपचार गर्न बाहिर जानु पाउनु पर्यो। सरकार भन्दै गर्दा दरबारले तिम्रो चालचलन ठिक नभएको हुँदा अहिले पासपोर्ट दिन सक्ने अवस्था छैन भनेर दरबारले पत्र पठायो। आज संवैधानिक राज संस्था भनेर भन्दै गरेको काङ्ग्रेसको अनुभवलाई लिएर हेर्नुहोस्, आज संवैधानिक राज संस्था होइन, देशले लोकतान्त्रिक गणतन्त्र मार्फतबाट अगाडि जानुपर्छ भन्ने हाम्रो अनुभव छ। सम्माननीय सभामुख महोदय, हिजो अस्ति मात्रै हो निर्मल निवासमा लाइभ महाराधिराज पूर्व महाराधिराजले हेरिरहनु भएको छ भने सम्झिनु होला, तपाईलाई गद्दीमा स्थापित गर्नका लागि काङ्ग्रेसको सभापति त्यस बेलाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले ढुङ्गा मुढा सहेर त्यस पछाडि संवैधानिक राज संस्थालाई स्थापित गर्ने प्रयास गरिएको थियो। तर इतिहासको त्यो कालखण्डलाई बिपी कोइरालाले मेरो र राजाको गर्दन पनि जोडिएको छ भन्दै गर्दाखेरि राज संस्थाको गर्दन जोगिँदैन है, निरन्तर लोकतन्त्रको गर्दनमा प्रहार गर्यो भने भन्ने कुराको सन्देश पनि त्यो बेलामा राज संस्थाले बुझेन। त्यसैले गर्दै गर्दा अहिलेको मिलीमा संवैधानिक राज संस्था भनेर हामीले भनेको त्यो हाम्रो अनुभवको जगमा देशले बुझ्नुपर्छ। नेपालको संवैधानिक राज संस्था भएर बस्न सक्ने क्षमता, योग्यता, चरित्र छैन। आज यति मात्रै सामान्य रूपमा ख्याल गरौँ न, नागार्जुनको जङ्गलमा लगेर सामान्य नागरिक बनाएर राखिदिँदै गर्दाको तौर तरिका र चरित्र यो छ भने गद्दीमा थियो भने ज्ञानेन्द्र महाराजबाट के अवस्था बन्थ्यो होला, देशको सामान्य लोकतन्त्रको लागि कस्तो अवस्था हुन्थ्यो होला। त्यसैले संवैधानिक भएर राजा बस्न सक्छन् भन्ने कुराको भ्रमबाट मुक्त हुनुपर्छ। सम्माननीय सभामुख महोदय, म 8औं प्रश्नमा जान चाहन्छु। आजको पुस्ता के चाहन्छ? जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो नेतृत्व चाहन्छ? कति बेला लागेको छ कि प्रधानमन्त्रीको कुर्सी
केही वर्ष यता तीनटा नेताको वरिपरि घुम्न थाल्यो। राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ। असन्तुष्टि छ, गुनासो छ, निराशा छ, प्रश्न छ, तर प्रक्रिया के हो? हामीले राजालाई लिएर आउँदै गर्दाखेरि निरन्तर अनुहारहरू दोहोरिएको हामीले हेरेका होइनौँ। राजाको बेलामा कुनै बेलामा सूर्यबहादुर थापा नाम गरेको व्यक्तित्व लगातार पाड्दै पिलो गर्दै गर्दा 5 पटक प्रधानमन्त्री बन्नुभएको होइन। हामी योसँग निश्चय नै सहमत छैनौँ कि निरन्तर हाम्रो नेतृत्व उही दोहोरिरहोस् भन्ने कुरामा निश्चय नै हाम्रा भित्र पनि प्रश्नहरू छन्। तर सभामुख महोदय, नेताहरू त बुढो भएपछि, बुढो हुन लागेपछि रिटायर्ड बन्नु होला, या हामी निर्वाचनबाट नागरिकलाई जचेन भने नागरिकले मतदानको प्रक्रियामा लाइन लागेर नेतृत्वमा रहेकाहरूलाई विदा गर्न सकिएला। तर गद्दीमा बसेको राजा कुनै निर्वाचनको मतपत्रबाट विदाई हुँदैनन्। विदाई हुँदै गर्दा कुनै पार्टीको निर्णयबाट विदाई हुँदैनन्, कुनै संसदीय दलको निर्णयबाट विदाई हुँदैनन्। गद्दीमा बसेको राजाको विदाई भनेको त मृत्युपछि मात्रै हुन्छ। आजको पुस्ता निरन्तर नेतृत्वलाई बदल्न सक्ने लोकतान्त्रिक गणतन्त्रको पद्धतिभन्दा फरक खालको पद्धति सोध्छ। मैले यो पनि सोध्नु छ, आजको पुस्ता कर्ममा विश्वास गर्छ कि गर्भमा विश्वास गर्छ? कर्म गरेर, सङ्घर्ष गरेर, जनताको बिचमा भिजेर, आफूलाई जिम्मेवार बनाएर, परिपक्व बनाएर, देशको बारेमा, दुनियाँको बारेमा दृष्टिकोण बोकेर कर्म गरेर आएको नेतृत्वको पक्षमा उभिन चाहन्छ आजको पुस्ता, कि गर्वमा छँदै अमुक रहेको गर्वको अघिल्तिर उभ, सेल्युट गर, तिम्रो भोलिको राजा त्यो गर्वमात्र आउँदैछ भन्ने खालको पद्धति के आजको पुस्ताले रुच्न चाहन्छ? निश्चयले चाहँदैन। सम्माननीय सभामुख महोदय, म अन्तिममा पुग्दै गर्दा आग्रह गर्न चाहन्छु, देशको जनमत के छ? देशको जनमत 15 गतेको दिन पनि 2टा प्रदर्शन भयो। एउटा प्रदर्शनी मार्गमा शालीन ढङ्गले भयो। नेकपा माओवादी लगायत एकीकृत समाजवादी लगायत दलहरूले गरेको प्रदर्शनमा हजारौंको सहभागिता थियो। कुनै हिंसा थिएन, कुनै तोडफोड थिएन। त्यहाँ कुनै न कुनै रूपमा सबैको भावनात्मक प्रतिनिधित्व भएको थियो। अर्को प्रदर्शन 3 कुनेमा थियो। त्यसको कस्तो चित्र रह्यो, कस्तो चरित्र रह्यो, म त्यसमा लामो व्याख्या गर्न चाहन्न। तर म स्मरण गराउन चाहन्छु सम्माननीय सभामुख महोदय, फागुन 25 को प्रदर्शनको चर्चा छ, 3 कुनेको चर्चा छ, तर प्रदर्शन यो देशमा चैत्र 5 गते पनि भएको छ। चैत्र 5 गते यो देशको 100औं क्याम्पसहरूमा निर्वाचन भएको छ। गणतन्त्र होइन राजतन्त्र ल्याउनुपर्छ भन्नेहरूले अरू केही पर्दैन। राप्रपाको अध्यक्षजीको फेसबुक पेज पल्टाएर हेर्नुहोस्, त्यहाँनिर कलेज जित्दै गर्दा गणतन्त्रको पक्षमा कति जिते, देशको जनमत के छ भन्ने पुष्टि हुन्छ। त्यहाँ देख्नुहुन्छ एकजना दारी पालेको युवकको तस्बिर टाँच्नु भएको छ राप्रपाको अध्यक्षले, अनि लेख्नु भएको छ राप्रपाको नजिकको राप्रविसङ्घको तर्फबाट फलानो कलेजमा निर्वाचित भएको सोभियुको सभापति। झापाको एउटा कलेज जहाँ 40 विद्यार्थी थिए, मत गिरेको 37, 26 मत ल्याएर विजयी हुनुभयो। त्यो एउटा मात्रै पोस्टले बुझाउँछ देशभरि चुनाव हुँदै गर्दा सर्वाधिक संख्यामा विजयी भएको विद्यार्थी संगठनहरू कांग्रेस नजिक, एमाले नजिक, माओवादी नजिक, गणतन्त्रको पक्षमा हजारौं विद्यार्थीहरूले मत व्यक्त गरेको अवस्था छ। त्यसैले गर्दै गर्दा जनमत भन्ने कुरालाई यहाँ ख्याल गर्नुपर्छ। अर्को हेक्का राखौं कति बेले भन्नुहुन्छ जनमत सदस्य यहाँको समस्या सम्माननीय सभामुख महोदय, मैले सक्न लागे जनमत भन्दै गर्दा कति बेले भन्नुहुन्छ होइन बङ्गलादेशमा 10 महिना अगाडि एउटा जनमत प्रकट थियो, त्यो जनमतलाई मात्रै हेर्नु हुँदैन उहाँहरू भन्नुहुन्छ। निश्चय नै सम्माननीय सभामुख महोदय, हामी त्यस विषयमा हामी गम्भीर छौँ, तर बिर्सिनु हुँदैन। बङ्गलादेशको अवस्था र हाम्रो अवस्थाको बीचको फरक बिर्सिनु हुँदैन। त्यहाँ 15 वर्षदेखि एउटा नेतृत्व निरन्तर थियो र विपक्षी नेतृत्वलाई लगेर जेलमा राखिएको थियो। हामी 15 महिनामा सरकार बदलिरहेछौँ। विपक्षी नेतृत्व र सत्तापक्षी नेतृत्व हामी सँगसँगै छौँ। हामीले यो तथ्यलाई बिर्सिनु हुँदैन। अनि बङ्गलादेश भन्ने हो भने बिर्सिनुहुन्न। बङ्गलादेशको नमुना अस्ति 3 कुनेमा देखियो। यो देशको सचेत कुनै बौद्धिक या सामान्य कुनै नागरिकले पनि 3 कुने प्रकृतिको घटना के दोहोरिएको देख्न चाहन्छ? कोही पनि त्यो प्रकृतिको घटना देख्न चाहदैन। सम्माननीय सभामुख महोदय, यो बेलामा त्यसैले म लेखक बसन्त बस्नेतले भनेको वाक्यलाई उद्धृत गर्न चाहन्छु, लौ भो चाहिएन बङ्गलादेश। त्यसैले यो बेलामा अन्तिममा म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदय, एउटा कल्पनाको चित्र राख्न चाहन्छु। त्यो भनेको के हो भने, कल्पना गरौँ राजालाई गद्दीमा ल्याएर राखियो। गद्दीमा ल्याएर राखिएको राजा आइसके पछाडि राजाले सोचे अनुसार, राप्रपाकै साथीहरूले सोचे अनुसार शासन प्रणाली अघि जान थाल्यो। 10 महिनापछि, वर्ष दिनपछि असन्तुष्टिको नयाँ आँधी आयो भने श्री पशुपतिनाथले हामी सबैको कल्याण गर्लान् सम्माननीय सभामुख महोदय। तर त्यो कल्याण गर्नेहरूको लिस्टमा पूर्व राजाको नाम हुन सक्छ कि सक्दैन? निर्मल निवासमा ठण्डा दिमागले बसेर पूर्व राजाले सोचिदिउन्। धन्यवाद। जय नेपाल। अब माननीय सदस्य योगेश कुमार भट्टराई, समय 17 मिनट। माननीय प्रधानमन्त्रीजीले बोलिरहँदा असाध्यै नमिठो ढङ्गले सम्माननीय प्रधानमन्त्रीजीमाथि अवरोध गर्ने, सिर्जना गर्ने जुन काम भयो, म हाम्रो दलको तर्फबाट
र सिङ्गो संसदको तर्फबाट उक्त कार्यको निन्दा गर्दछु, भर्त्सना गर्दछु। तर प्रधानमन्त्रीजीले संसदमा बोलिरहँदाखेरि संविधान, नियम कानुन, यो संसदको नियावली यी सबै कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्रीजीले विपक्षी दलले उठाएका कतिपय विषयलाई पनि सम्बोधन गरिरहनु भएको थियो। तर असाध्यै असहिष्णु ढङ्गले प्रधानमन्त्रीमाथि जसरी अवरोध सिर्जना भयो, यो नेपालको संसदीय व्यवस्थाको इतिहासमा सम्भवतः आज एउटा कालो धब्बा पनि होला भन्ने मलाई लाग्छ। तर हाम्रो संसदीय व्यवस्था यतिमा अतालिँदैन सभामुख महोदय। यस्ता धेरै कुरालाई पचाएर आएको, यस्ता धेरै कुरासँग जुझ्दै आएको यो संसदीय व्यवस्था। त्यसकारण यस्ता क्षणिक आवेग र उत्तेजनाबाट हामी कदाचित पनि विचलित छैनौँ। यो संसद विचलित छैन, हामी सिङ्गो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू विचलित छैनौँ भन्ने कुरा म सभामुख महोदय मार्फत राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, गएको 15 गते अर्को एउटा पाशविक र निर्मम ढङ्गका केही घटनाहरू नेपालको काठमाडौँ राजधानीमा घटे। त्यस क्रममा एकजना श्रमजीवी पत्रकार सुरेश रजक, जो समाचार सङ्कलनको निम्ति असाध्यै ज्यान जोखिममा राखेर काम गरेका थिए, उनीमाथि आगो लगाइयो। उनी बसेको घरमा तल ताला लगाइयो र उनलाई निस्किन दिएन र घरभित्रै जलेर उनको मृत्यु भयो। सम्भवतः नेपालको इतिहासमा नभएको घटना यो घट्यो र म दुःख व्यक्त गर्दछु। सुरेश रजकप्रति सहानुभूति व्यक्त, खास गरी श्रद्धाञ्जली व्यक्त गर्दछु र यस्ता घटनाको म घोर निन्दा र भर्त्सना पनि गर्न चाहन्छु सभामुख महोदय। यही संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारजी हुनुहुन्छ। उहाँ चढेको गाडीमा आगजनी भयो र उहाँलाई नचिनेर होला सम्भवतः गाडीबाट निस्किन दिइयो। चिनेको भए के हुन्थ्यो भन्न सकिँदैन। सन्तोष परियार, जसले एउटा लोकतान्त्रिक गणतन्त्रको यो सुन्दर फुलबारीमा आफ्नो व्यक्तित्व बनाउँदै हुनुहुन्थ्यो, एउटा राजनीतिक दलको प्रतिनिधिको रूपमा, उहाँ मृत्युको मुखबाट फर्किनु भयो। म हाम्रो दलको तर्फबाट माननीय सन्तोष परियारजी प्रति सहानुभूति व्यक्त गर्न चाहन्छु सभामुख महोदय। हामी आज जुन बहस गर्दैछौँ नेपालको राजनीतिमा, फेरि नेपालको राजनीतिलाई पछाडि धकेल्ने, नेपालको राजनीतिलाई पश्चगमनतिर लाने एउटा कुत्सित मनसायबाट यस्ता कदमहरू हुँदैछन्। मैले सुन्दैछु कि अब फेरि एउटा संवैधानिक राजतन्त्र चाहियो, संवैधानिक राजा चाहियो। सभामुख महोदय, हामीले त यो अभ्यास गरेर आइसकेका हौँ। यो अभ्यास पटक पटक भएको नेपालको क्रान्तिमा, नेपालको राजनीतिक क्रान्तिमा सभामुख महोदय, राजा र जनताको बीचको सम्झौता, राजा र संसद बीचको सम्झौता पटक पटक भएको नभएको होइन। तर त्यो सम्झौता कसले भङ्ग गर्यो? इतिहास फर्केर हामी हेरौँ। 7 सालको सम्झौता 17 सालमा गएर कसले भङ्ग गर्यो? प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई जेलमा थुन्ने काम, जो जननिर्वाचित हुनुहुन्थ्यो, संसदको 2/3 बहुमत कमान्ड गर्नुहुन्थ्यो, उहाँले के गर्नुभएको थियो? उहाँले संवैधानिक राजा मान्नु भएको थियो कि थिएन? जति बेला कम्युनिस्ट पार्टी 4 सिट मात्रै संसदमा थियो, हामी त्यही संसदमा थियौँ, हामीले के मानेका थियौँ? र त्यो सम्झौता कसले भङ्ग गर्यो? इतिहास एकपल्ट फर्केर हेर्नुपर्छ सभामुख महोदय। पञ्चायतलाई जिताउनको लागि 37 सालको जनमत सङ्ग्रहमा के भए, राजा फर्काउने नवराज सुवेदीको किताबमै त्यो लेखिएको छ। त्यो किताब हामी एकपल्ट पढौँ, कसरी पञ्चायतलाई जिताउने षड्यन्त्र भयो, जनताको आवाजलाई कसरी दमित गर्यो। यदि त्यस्तो नभएको भए नेपालको लोकतन्त्र अझै अगाडि जान्थ्यो। ती कुराहरूलाई छोडिदेऊ। म सम्माननीय सभामुख महोदय, इतिहास निर्मम हुन्छ, इतिहास निर्मम हुन्छ। हामी कम्युनिस्टहरू जो जन्मदै गणतन्त्रवादी हौँ, यसमा कुनै दुविधा छैन। तर 47 सालको जनआन्दोलनमा, जनक्रान्तिमा र त्यसपछिको संविधानमा संवैधानिक राजतन्त्रको व्यवस्था हामीले स्वीकारेका हौँ। त्यति बेला हाम्रो नेता कमरेड मदन भण्डारीले संसदमा पनि बोल्नुभयो र बाहिर पनि बोल्नुभयो। उहाँले भन्नुभयो एउटा राष्ट्राध्यक्ष चाहियो, ठिकै छ, हामी मान्छौँ। उहाँले भन्नुभयो संवैधानिक भएर बस्नुहोस्, हामी मान्छौँ, अगाडि जाउँ, मिलेर जाउँ। तर तपाईँले हात नलम्काउनुहोस्, आँखा नचम्काउनुहोस्, त्यो भयो भने सम्झौता भङ्ग हुन्छ भन्नुभएको थियो। त्यो सम्झौता 2058 सालको असोज 18 गते आएर त्यो सम्झौता भङ्ग भयो। अनि 61 साल
माघ 19 गते यही हुनुहुन्छ सम्माननीय त्यस बेलाका प्रधानमन्त्री शेरबहादुर देउबाजी, उहाँलाई लगेर जेलमा थुनिदा त्यो सम्झौता शेरबहादुरजीले भङ्ग गर्नुभयो कि ज्ञानेन्द्रले भङ्ग गरे? एकपटक हामी त्यो सम्झौँ। आफ्नो सिद्धान्त गणतन्त्रवादी बनाएको एउटा कम्युनिस्ट पार्टी कसरी राजासँग सहकार्य गर्न आइपुग्यो त्यो इतिहासमा कसैले नभुलौँ। संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थालाई आफ्नो आदर्श मान्ने नेपाली काङ्ग्रेस कसरी गणतन्त्रको पक्षमा आइपुग्यो त्यो इतिहास कसैले नभुलौँ। पटक पटक यी सम्झौताहरू भङ्ग भएका छन्। हामीले भन्यौँ संविधान सभाको पहिलो बैठकबाट निर्णय हुन्छ, संविधान सभाको पहिलो बैठकले निर्णय गर्यो। आज फेरि केही कोणबाट होइन संवैधानिक भएर बस्ने, बेलायत जस्तो भएर बस्ने, जापान जस्तो भएर बस्ने, थाइल्यान्ड जस्तो भएर बस्ने त आज खोजेको हामीले भन्दै कतिपय मान्यज्यूहरूले यहाँ पनि बोल्नुहुन्छ। हामीले त 47 सालको संविधानमा त्यो बेलायतको भन्दा, जापानको भन्दा, थाइल्यान्डको भन्दा पनि अझै एक्टिभ राजाको स्थान सुरक्षित गरेको हो नि। अब कता जाने? कुन राजा ल्याउने हो? यहाँ हामी राजावादी हौ, हामीलाई समात थुन भनेर छाती पिटी पिटी राप्रपाको अध्यक्षज्यूले बोल्न पाउनुभयो यही संसदमा, सडकमा होइन। सभामुख महोदय, म सम्झाउन चाहन्छु 46 सालपछि छाती पिटेर बोल्न होइन सभामुख महोदय। बाबु आमा मर्दा मलामी जान नपाएका हामी यहाँ छौँ, यही संसदमा छौँ सभामुख महोदय। आफ्नै दाजुको आफ्नै दिदीको विवाहमा जन्ती जान नपाएका मानिस हामी यही छौँ सभामुख महोदय। यो कुरा पनि हेक्का होस्। आज तपाईँले छाती पिट्न पाउनु भएको छ नि, हो यसकै निम्ति हो यो व्यवस्था। तपाईँले भन्न पाउनु भएको छ नि, यसकै निम्ति हो यो व्यवस्था। आज सम्माननीय प्रधानमन्त्री बोल्दा तपाईँका दलका कतिपय मूर्धन्य नेताहरू उभिएको देख्दा मलाई असाध्यै लज्जित भए। म जो मान्यजीले यो संसदमा ज्येष्ठ सदस्यको हिसाबले हामीलाई शपथ गराउनु भयो, त्यो मान्यजी उभिएको देख्दा, जो राष्ट्रिय पञ्चायतदेखिको सदस्य हो, अरू मान्य पनि राष्ट्रिय पञ्चायतदेखिको सदस्य हो, उहाँहरू उभिएको देख्दा मलाई चिन्ता लाग्यो। केही नयाँ हुनुहुन्छ, जोस छ, जाँगर छ। मलाई विश्वास थियो कि उहाँहरू यहाँ पढ्न आउनुभयो, यो संसदको एउटा विश्वविद्यालयमा पढ्दै हुनुहुन्छ। आज मलाई लाग्यो पढ्न होइन, यो विश्वविद्यालय भत्काउन आउनुभएको। यो विश्वविद्यालय भत्किँदैन, यो विश्वविद्यालय जनताको रगत पसिनाबाट बनेको विश्वविद्यालय हो। जतिसुकै बल गरे पनि यो भवन, यो विश्वविद्यालय, यसको आचरण, यसको व्यवहार, यसको पद्धति भत्किँदैन सभामुख महोदय। म उहाँहरूलाई त्यो भन्न चाहन्छु, हेक्कारोस् पनि म भन्न चाहन्छु। त्यसकारणले सभामुख महोदय, हामी एउटा सभ्य समाजमा जाँदैछौँ, 21औं शताब्दीको सभ्य समाजमा जाँदैछौँ। हामीले संविधान सभाबाट संविधान बनाइसकेपछि, खास गरिकन संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिसकेपछि त्यो पनि एउटा सम्झौता भएको। हामीले अस्तिसम्म तत्कालीन राजा ज्ञानेन्द्रलाई धन्यवादै भनेका थियौँ। तपाईँले छोड्नुभयो, जनताको आदेश मान्नुभयो, ठिक छ। अब तपाईँ एउटा सम्मानित नागरिक भएर बस्नुहोस्। तपाईँलाई एउटा सम्मानित नागरिकको मात्रै होइन, राष्ट्रध्यक्षको, पूर्व राष्ट्रध्यक्षको हिसाबले यो सरकारले, राज्यले तपाईँलाई सेवा सम्मान दिन्छ भनेर दिएको। तर त्यो सम्झौता पनि आज शीतल निवासमा बसेर ज्ञानेन्द्र शाहले भङ्ग गरेका छन्, निर्मल निवासमा बसेर भङ्ग गरेका छन्। त्यसकारण आज म यो संसद मार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भङ्ग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन? म सरकारलाई सोध्न चाहन्छु। सम्झौता भङ्ग भयो, उहाँले सम्झौता भङ्ग गर्नुभयो, उहाँले लफुङ्गाहरूलाई जनकमान्डर बनाएर तिनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो। तपाईँले यही शब्दमा आपत्ति गर्नुभयो। म 10 पटक भन्छु यो शब्द, निर्मल निवासबाट लफुङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो। तपाईँको सम्झौता भङ्ग भयो। त्यसकारण म भन्न चाहन्छु कि तपाईँ माथिको सेवा सुविधा अब के हुन्छ, सरकारले जवाफ दिनु पर्यो, त्यो पनि म भन्न चाहन्छु। अनि नेपालको राजतन्त्र कस्तो थियो? सम्माननीय सभामुख महोदय, राष्ट्र जोगाउन राजा चाहियो। पृथ्वीनारायण शाह अनि बहादुर शाह पछाडिका राजाहरूले यो देशमा कुन राष्ट्र जोगाए? हाम्रो सिमाना कहाँ थियो? एकपल्ट हामी सम्झ्यौँ। आज हाम्रो सिमाना कहाँ छ? कसको कारणले? जेठीको छोरो राजा बनाउने कि कान्छीको बनाउने कि ल्याइतेको बनाउने कि ब्याइतेको बनाउने कि कसको बनाउने भन्ने नाउँमा
दरबारभित्रको झगडाले देशको सिमाना खुम्च्याउने को? कालापानी 1962 मा कालापानीमा भारतीय सेनाहरू बस्दा यो देशमा कसले शासन गरेको थियो? सुस्ता महेशपुर 62 ठाउँमा सीमाको विवाद छ। आज कसका पालामा थियो? कुन राष्ट्र जोगाउने? हामी पृथ्वीनारायण शाहलाई सलाम गर्छौँ। पृथ्वीनारायण शाह राजा थिएनन्, पृथ्वीनारायण शाह नायक थिए, त्यसकारण उनलाई मानेको। राजा भएको मान्य थिएन होला, हामी नायक थिए त्यसकारणले मानेको। त्यसैले यहाँ के को राष्ट्र जोगाउन राजा चाहियो? कहाँ जोगाए? कुन सिमाना जोगाए? कुन नागरिकलाई सम्मानित ढङ्गले यहाँ बस्न दे? त्यसकारणले यस्ता थुप्रै बहस गर्नुको आज केही औचित्य छैन सभामुख महोदय। व्यक्तिगत रूपमा म जान चाहन्न। दरबार हत्याकाण्ड कसरी भयो? कोत पर्व कसरी भयो? भण्डारखाल पर्व कसरी भयो? यी सबै इतिहासका पानामा सुरक्षित छन्। के कोत पर्व हुँदा काङ्ग्रेस पार्टी थियो? कोत पर्व हुँदा एमाले पार्टी थियो? भण्डारखाल पर्व हुँदा कुन पार्टी थियो? दरबार हत्याकाण्ड हुँदा प्रधानमन्त्रीलाई छिर्न पनि नदिने दरबारभित्र हामीले देखेका छैनौँ। दरबार हत्याकाण्डको बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई लास हेर्न जान पनि दिएन। उहाँमाथि ढुङ्गा मुढा भयो। बहुदलीय व्यवस्थाको पक्षधरहरूमाथि ढुङ्गा मुढा भयो। त्यसका बावजुद पनि ज्ञानेन्द्रजी सम्झौता गर्नुहुन्छ भने ठिकै छ भनेर मानेको हो नि। एउटै कुरा पटक पटक अब हुँदैन। इतिहासले त्यसको छिनुफानु गरिसक्यो सभामुख महोदय। अब के को छिनुफानु फेरि? के को व्यवस्थाको खोजी फेरि? के हामी मेघना काँटातिर जान खोज्या हो? हामी टेनिस कोर्टमा लुई 14 को टाउको काटेको दृश्यमा पुग्ने हो? हामी कहाँ जान खोजेको? हामी त्यसरी जाँदैनौँ। हामी संयम छौँ। यो देश सहिष्णु छ। यो बुद्धको भूमि हो सभामुख महोदय। यो पूर्वीय सभ्यताको भूमि हो। यो देशका नागरिकहरू, यो देशको राजनीतिक नेतृत्व दल त्यो तहको असहिष्णु छैन। त्यो तहको काम गर्न उद्यली छैन। त्यसकारणले हामीले पटक पटक सम्झौता गरेर यसरी आएका छौँ। र अब फेरि अर्को फैसला गर्ने, यो मुलुकलाई जहिले पनि गिनीपिग बनाउने हिन्दू राजा चाहियो, हिन्दू राष्ट्र चाहियो। संविधानमा प्रश्न लेखेको छ धर्म के हो? सनातन धर्महरू जो परम्परादेखि चल्दै आएका छन् त्यसमाथि राज्यले सम्मान गर्छ भन्ने कुरा प्रश्न लेखिएको छ। हिन्दू राजा चाहियो, हिन्दू राज्य चाहियो। म भन्न चाहन्छु बहुसंख्यक हिन्दू समुदायको भावनामाथि खेलबाड नहोस्। यो देश बहुसंख्यक हिन्दूहरूको साथै यो देशमा अल्पसंख्यक धार्मिक सम्प्रदाय पनि त्यत्तिकै सुरक्षित छ। कोही पनि हिन्दू असहिष्णु छैन। यहाँ हिन्दू धर्मका केही पुजारीहरूले हिन्दू धर्मलाई असहिष्णु बनाउन खोजिरहेका छन् र धार्मिक सम्प्रदाय बनाउन खोजिरहेका छन्। म भन्न चाहन्छु बुद्धिस्टहरूको निम्ति पनि यो सुरक्षित भूमि हो, इसाईहरूको निम्ति पनि सुरक्षित भूमि हो, मुस्लिमहरूको निम्ति पनि सुरक्षित भूमि हो, किराँत सम्प्रदायको निम्ति पनि सुरक्षित भूमि हो। त्यसकारणले हामी धार्मिक सहिष्णुतामा छौँ। यो कुरालाई भत्काउन खोजिँदैछ। म प्रश्न गर्न चाहन्छु, राजा मार्फत हिन्दू राज्य ल्याउने साथी हो? जब राजा ज्ञानेन्द्र सत्तामा आए नि, हिन्दू धर्म छोडेको औपचारिक घोषणा गरेर विदेश पलायन भएको व्यक्तिलाई ल्याएर सबभन्दा माथिल्लो कार्यकारी पदमा राखेको इतिहास छैन तपाईँले? अनि के को हिन्दू धर्म जोगाउनुहुन्छ तपाईँ? सबभन्दा माथि धर्म परिवर्तन गर्न उक्साउनेहरूलाई ल्याएर सबभन्दा माथिल्लो पदमा राखेको होइन। अस्तिको इतिहास हो, भर्खरको इतिहास हो। त्यसकारण सम्मान्य सभामुख महोदय, म भन्न चाहन्छु यहाँ हाम्रा युवाहरूको केही भावनालाई गलत ढङ्गले परिचालन गर्न खोजिँदैछ। आज पनि संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले विदेशमा चोरी पैठारी गरेर निकासी गरेर विदेशमा लगेर पैसा कमाएका मूर्ति बेचेका मूर्तिहरू मन्त्रालयले फिर्ता ल्याउँदैछ। म मन्त्री हुँदा पनि केही ल्याएको थिएँ मैले। यी कहिले गए? यी मूर्ति आज अमेरिकाको म्युजियममा कसरी पुगे? जर्मनको म्युजियममा कसरी पुगे? बेलायतको म्युजियममा कसरी पुगे? एकपल्ट इतिहास हेरौँ त। कसले बोकेर गए? कसलाई पासपोर्ट चाहिँदैन थियो? कसलाई मात्रै भिसा चाहिँदैन थियो आउन जान? आज राष्ट्रपतिलाई पनि पासपोर्ट चाहिन्छ, भिसा चाहिन्छ सभामुख महोदय। प्रधानमन्त्री भोलि थाइल्यान्ड जाँदै हुनुहुन्छ, उहाँलाई भिसा चाहिन्छ, पासपोर्ट चाहिन्छ सभामुख महोदय। कसको पालामा भयो? यो कुरा हामी नबिर्स्यौँ। सभामुख महोदय, म भन्न चाहन्छु एकदमै राम राज्य भएको 1990 2047 सालमा
नेपालको जिडिपी 3.6 बिलियन अथवा 4 खरब जति। आजको अवस्थामा 54 खरब जिडिपी, 50 बिलियन भन्दा पनि बढी जिडिपी आज छ। 180 प्रति व्यक्ति आय भएको $180 आज $1400 को। अनि त्यस्तै म भन्न चाहन्छु जम्मा 2047 सालमा सिमेन्टको घर भएका मानिसहरू जम्मा 11% सिमेन्टको घर, अनि हाल जम्मा 56%। कच्ची सडक त्यति बेला 90%, आज जम्मा 20% मात्रै कच्ची सडक। पक्की घरमा बस्नेहरूको अवस्था त्यति बेला 11%, आज 40%। यो के तथ्याङ्क हो? स्वास्थ्यको हिसाबले आमा मृत्यु दर, बाल मृत्यु दर उल्लेख्य रूपमा घटेको कुरा हामीलाई थाहा छ। स्वास्थ्यको हिसाबले प्रति व्यक्ति आएको मैले कुरा गरेँ। विद्युत खपत जति बेला 47 साल थियो 227 मेगावाट, आज 3400 मेगावाट पुगेको छ। यो कसरी सम्भव भयो? जति बेला एकजना व्यक्तिले 34 किलोवाट बिजुली प्रयोग गर्थ्यो, आज 400 किलोवाट बिजुली प्राप्त गरिरहेका छ, प्रयोग गर्दैछ। यो कसरी सम्भव भयो? विकास भएन, भ्रष्टाचार भयो, कुशासन भयो। विकास भएन भनिएको छ। यदि विकास नभएको भए, भ्रष्टाचार मात्रै भएको भए, कुशासन मात्रै भएको भए यो कसरी सम्भव भयो सभामुख महोदय? त्यसकारणले म जाँदै सभामुख महोदय हो, हामी आफ्ना कमजोरीहरूप्रति पनि सचेत छौँ, सूचित छौँ कि राजनीतिक दलहरूको केही कमजोरी होला। हाम्रो व्यवस्थाले अझै जति गर्नुपर्ने त्यति गर्न सकेन होला। हाम्रो पुलिस प्रशासन, हाम्रो कर्मचारी प्रशासन, हाम्रो अन्य निकायहरू, राजनीतिक नेतृत्वले जति गर्नुपर्ने त्यति गर्न सकेन होला। त्यसप्रति हामी आत्मालोचित हौँला। तर यसको नाममा समाजमा जसरी वितृष्णा फैलाउने कोसिस भएको छ र पुरानो व्यवस्था ठिक छ भनेर समाजलाई धकेल्ने नचाहिँदो एउटा राष्ट्रिय बहसमा मुलुकलाई प्रवेश गर्ने जुन कोसिस भएको छ, यो बिल्कुलै असम्भव हो, बिल्कुलै निन्दनीय हो। सभामुख महोदय, म यहाँ अन्तिममा भन्न चाहन्छु, एकपटक सुरेश रजकको चितकारलाई हामी सम्झौँ। ती सशस्त्र प्रहरी महिला जसले मलाई बचाऊ 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 भनेर बिचरा उनी रुँदै थिइन्, कसको आँसु नझर्ला सभामुख महोदय? के यही व्यवस्था ल्याउन हो? यस्तै अवस्था ल्याउन हो? म तमाम सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, तपाईँको संयमताले जति क्षति हुनुपर्ने त्यति भएन। तपाईँले संयमता अपनाउनु भयो, त्यसप्रति सिङ्गो संसद हाम्रो सुरक्षा निकायप्रति धन्यवाद भन्छ। हामी धन्यवाद भन्छौँ। यो हो डेमोक्रेसीमा सुरक्षा निकाय। तर ती महिला प्रहरी, सशस्त्र प्रहरीको चितकार हामी एकपल्ट यो संसदले सुनौँ। ती भिडियो एकपल्ट ल्याएर सभामुख महोदय यहाँ राखौँ, देखाउँ। अन्तिममा सभामुख महोदय, नेपालमा राजतन्त्र थियो इतिहासमा, अब ल्याउन लागेको राजा कस्तो रहेछन् भन्ने कुरा आम जनमतलाई, नयाँ जेनेरेसनलाई थाहा दिनुपर्छ। त्यसकारण झन्डै 50 वटा गाडीहरू अस्ति जलाइएका छन्। ती सबै गाडी लगेर नारायणहिटी म्युजियममा राख्नु। राजाले के गर्दा रहेछन्? यो भवनहरू जलाइएको छ, सार्वजनिक भवन, सरकारी भवन। म प्रधानमन्त्रीजीलाई, सरकारलाई भन्न चाहन्छु कि 10 वर्ष बरु क्षतिपूर्ति दिउँ, जस्ताको तस्तै राखौँ ती भवन, देखाइदिउँ एकपल्ट दुनियाँलाई कि नेपालमा राजा आयो भने के गर्दा रहेछ। जडीबुटी उद्योग त्यो जस्ताको तस्तै राखौँ, देखाइदिउँ, नयाँ जेनेरेसनलाई देखाइदिउँ, नयाँ पुस्तालाई देखाइदिउँ के हुँदो रहेछ। सभामुख महोदय, जाँदै म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजीले भोलिदेखि जुन मित्र राष्ट्र थाइल्यान्डको भ्रमण गर्दै हुनुहुन्छ, बिमस्टेक सम्मेलनमा भाग लिँदै हुनुहुन्छ, उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र बिमस्टेक सम्मेलनमा द्विपक्षीय वार्ताहरू सफलताका साथ प्रधानमन्त्रीजीले सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिन चाहन्छु। र यो गणतन्त्र, यो संविधान र यो व्यवस्थाप्रति सिङ्गो नेपाल, सिङ्गो संसद, सिङ्गो राजनीतिक दल सबै हामी कुनै विवादमा छैनौँ, एकताबद्ध छौँ भन्ने कुरा पनि म मेरो दलको तर्फबाट आह्वान गर्न चाहन्छु। हामी एक ठाउँ छौँ। हामी राजनीतिक कन्टेन्टमा अलग होलाौँ, प्रतिस्पर्धामा अलग होलाौँ, तर गणतन्त्र यो चाहिँ व्यवस्था, यो संविधानप्रति हाम्रा कुनै विमति छैनन्। यसको संरक्षण र यसको सम्वर्धनमा एकताबद्ध भएर अगाडि बढौँ। धन्यवाद, नमस्कार।